एउटा सार्वजनिक विद्यालय जहाँ एकजना शिक्षक क्लासमा पढाइरहेको थियो। आजकलको विद्यार्थी नै हो, पढाइपट्टि ध्यान दिँदैन, हल्ला गर्छन् पछाडि बसेर। त्यस्तै क्लासमा शिक्षकले पढाइरहेको बेलामा पछाडिपट्टिका विद्यार्थीहरू हल्ला गर्न थालेछ। जोडले रिसाउँदै कराउँदै भनेछ, ए मैले पढाइरहेको बेला तिमीहरू त्यहाँ किन हल्ला गरेको भनेर शिक्षकले भनेछ। अनि एउटा मुला फटा विद्यार्थी जुरुक्क उठेर भनेछ, हामीले हल्ला गरेको बेला किन पढाएको त? हेर्नुहोस्, आजकलको विद्यार्थीहरू कति छाडा भयो। अनुशासन छैन, शिक्षकहरूले कन्ट्रोल पनि गर्न सक्दैन, अभिभावकले पनि कन्ट्रोल गर्दैन। अब यही चलन रहिरहने हो भनेदेखि अब आउने समयहरूमा विद्यार्थीहरूको गतिविधि कुन दिशातिर मोडिन्छ होला। एकपटक क्या जनावरहरूको बिचमा र किराहरूको बिचमा फुटबल म्याच भएछ। त्यहाँ फुटबल म्याच सुरु भएपछि हाफ टाइमसम्म किराहरूले एकपल्ट नि गोल गर्न सकेन। जनावरले 6 गोल हान्दियो। हानेपछि अनि हाफ टाइम पछाडि जब खेल सुरु भयो नि, अनि किराहरूले खेलाडी चेन्ज गरेछ। खेलाडी चेन्ज गरेर अरिउँठेलाई राखेछ। अनि अरिउँठेको त थुप्रो खुट्टा हुन्छ। अनि त्यसपछि हाफ टाइम पछाडि त किराहरूले फटाफट 12 गोल हानेछ। 12 गोल हानेपछि किराहरूको विजय भयो। विजय भएपछि त्यहाँनिर पत्रकार, युट्युबर, अभियन्ताहरू सबै जम्मा भएर घेरेर प्रश्न सोध्न थालेछ किराहरूको क्याप्टनलाई। तपाईहरूले हाफ टाइमसम्म 1 गोल पनि हान्नु भएन। हाफ टाइम पछि जब अरिउँठेलाई राख्नुभयो त्यसपछि 12 गोल हान्नुभयो। हाफ टाइम भन्दा अगाडि त्यो अरिउँठेलाई किन नराख्नु भएको भनेर भनेछ। अनि त्यो फुटबलको क्याप्टनले भनेछ, त्यो अरिउँठेको त 1000वटा खुट्टा हुन्छ। अब त्यो हाफ टाइम अगाडिको समय त उसले मोजा र जुत्ता लाउनेमै बितिहाले नि। कहिले काहीँ त के आफ्नो बल बुता ताकतले नभ्याए पनि मुखले धाक पनि लाउन सक्नु पर्दो रहेछ के। मुखले धाक लाउन सक्यो भने कुनै ठाउँमा काम पनि गर्दो रहेछ, तर सबै ठाउँमा चाहिँ होइन है। त्यस्तै मैले एक दिन त्यो 2-4 जना केटाहरूले रिस उठा। अनि मैले भने, तिमीहरू 10 जना त मेरो कान्छी औँला काफी छ भनेर धाक दिएको है। त्यो 10 जना जुर्मुराएर आए मलाई। अनि मलाई त सिरिङ्ग डर लागे। अब यिनीहरूले त मार्ने भयो भनेर सोचेँ। अनि त मेरो पनि बुद्धि दिमागमा आइहाल्यो। जब तिनीहरू मेरो छेउमा आए नि, अनि मैले भने, मैले यसो गरेको मतलब यो कान्छी औँला काफी छ भनेको त मलाई मुत आए क्या, सु गर्न जान्छु को भन्या त। एउटा घरमा क्या बाउ छोरा निकै चर्काचर्की गफ गर्दै रहेछ क्या। बाउ छोरा निकै चर्काचर्की भइरहेको रहेछ क्या त्यहाँ कुराकानीमा। त्यहाँ चाहिँ अब छोरा चाहिँ एउटा केटीसँग लभ परेको रहेछ। बाउलाई त्यो कुरा मन परेको रहेनछ। अनि बाउले हकार्दै कराउँदै भनेछ, आखिरी तैँले त्यो केटीमा के छ र तैँले यसरी मरिहत्ते हाल्छस् भनेर बाउले च्याठिँदै कराउँदो रहेछ। अनि छोरा चाहिँ नम्र भएर घोसेमन्ट लाएर भन्दछ, बुवा त्यो केटीमा तपाईको नाति छ। कुरा धेरै वर्ष अगाडिको हो। जब म जवान थिएँ त्यतिखेर म नजिकको एउटा लोकल मार्केटमा गएको थिएँ। त्यहाँ एउटा साथीलाई भेटाएँ, मित्रलाई।
अनि मैले उसलाई कुरामा भने मैले यो उमेरमा पनि कसैसँग लभ गर्न सकेन, कोहीसँग लभ गर्ने मौकै पाएन, अर्थात् कोही भेटाउँदैन, मेरो त दिमागै तिखो नभएर हो कि क्या हो भनेर भनेको। त्यो साथीले भन्नुभयो, सुन यता, म दिमाग तिखो बनाउने उपाय म तपाईलाई बताउँछु। तपाईँ यो बजारबाट 1 किलो डल्ले खुर्सानी लिएर जानुहोस्, घर लगेर पुरा पिसेर अचार बनाएर खानुहोस्, त्यसपछि तपाईको दिमाग तिखो हुन्छ अनि एउटा न एउटासँग लप परिहाल्छ भनेर भन्नुभयो। हो कि क्या हो? अब आफ्नो मित्रले भनेको पत्याउने बानी हो कि क्या हो भनेर मेरो पाले 1 किलो डल्ले खुर्सानी लिएर गएर 10-12 वटा चाहिँ पिसेर खाएँ। बेतोडले पिरो भएर आँखा झिलिमिली भयो। आँखा तिरिमिरी हुँदा त थुप्रै केटीहरू जाउँ देखियो। अनि त मैले एउटा केटीलाई यसो फोन लगाएको, यसो कुरा मिल्ला जस्तो भयो। बडो रमाइलो गफ सुरु भयो। गफ निकै लामो भयो। लामो गफ गरेको बेलामा यो जिउ चिलायो, यो तल माथि सबै चिलायो। कन्याउँदै गएर मैले त त्यो कट्टुभित्र पनि कन्याएछु है। खुर्सानीले पोलेर त त्यसपछि खुर्सानीले पोलेर त हातमा खुर्सानी लागेको रहेछ। खुर्सानीले पोलेर त बाफरे बाफ माथिदेखि तलसम्म पोल्दाखेरि त कति हाँसु के। भित्रैबाट छुलछुल मुत उम्किएर मुद्दै टोइलेटमा पुग्दाखेरि कट्टु नै सबै भिजिसकिहालेछ। एकपटक शेरे नाम गरेको केटालाई बलात्कारको केसमा पुलिसले पक्रेर अदालतमा पुर्याएछ। अदालतमा न्यायाधीशले सोधेछ, तैँले त्यो धोबीको श्रीमतीलाई किन बलात्कार गरिस् भनेर सोधेछ। अनि त्यो शेरेले भनेछ, मैले धोबीको श्रीमतीलाई बलात्कार गरेको होइन। धोबीको घरमा आफ्नो कपडामा आइरन लगाउनु भनेर गएको थिएँ। धोबी त्यतिखेर भात खाँदै रहेछ। मैले आइरन लगाउन आएको भनेर भनेपछि धोबीले म भात खाँदैछु, त्यहाँ स्त्री तातै छ, तपाईँ आफै लगाउनुहोस् भन्यो। अब त्यो कपडामा आइरन लगाउने आइरनलाई स्त्री भन्ने कुरो थाहा थिएन मलाई। मैले त हुनु त हो धोबीको श्रीमती स्त्री तातै छ भने मेरो पाला गएर सबै काम सिद्धिएको हो। एउटा गाई क्या जङ्गलबाट भाग्दै कुद्दै हिँड्दै रहेछ, भाग्न थालेछ। त्यतिखेर एउटा हात्तीले देखेछ। ए किन कुदेको भनेछ। गाईले भनेछ, यो जङ्गलमा भएको सबै भैँसीहरूलाई पुलिसले पक्राउ गर्दैछ, त्यसकारणले म भाग्न थालेको भनेछ। अनि हात्तीले भनेछ, तिमी त गाईको हो त, भैँसी त होइन नि भनेछ। अनि गाईले भनेछ, हो म गाई हो, तर के गर्नु, नेपालको कानुन त्यस्तै छ। भैँसी भनेर मलाई नै पक्रियो भनेदेखि अनि त्यो अदालती केस त यो गाई हो कि भैँसी हो भनेर छुट्याउनको लागि सत्य तथ्य फैसला हुनलाई 20 वर्ष लाग्छ। त्यतिन्जेलसम्म त म हिरासतमै मरिसकिहाल्छु नि, त्यसैले म भागेको भनेर गाईले भनेछ। त्यसपछि त हात्ती पनि भाग्न थालेछ। यस्तो छ हाम्रो देशको कानुन। दोषीलाई पक्रिँदैन, निर्दोषीलाई पक्रिन्छ। अनि फैसला हुनलाई, सत्य तथ्य निर्क्योल हुनलाई, निर्णय हुनलाई 12, 15, 20 वर्ष लाग्छ। मान्छे त्यो निर्दोष मान्छे त्यसै सडिनु पर्छ जेलमै। एक पटक 2 जना केटी सीता र सुषमा भेट भएछ। उनीहरू एकदमै मिल्ने साथी। अनि सुषमाको बिहे भइसकेछ। अनि सीताले सुषमालाई भनेछ, ओइ सुषमा, तेरो लोग्ने राति सुत्दाखेरि घुर्छ कि घुर्दैन भनेर भनेछ। अनि सुषमाले निराश हुँदै भनेछ, खै मलाई त त्यो त थाहा छैन, हाम्रो बिहे भएको भर्खर 1 हप्ता भयो, अहिले हप्ता दिन नागिसक्यो, त्यो अहिलेसम्म सुतेको त छैन।
अब सुत्या भए पो घुर्छ घुर्दैन भन्ने कुरो थाहा हुन्थ्यो रातभरि सुत्द रहन्छ त्यो शेरे नाम गरेको मान्छेले बिहे गरेछ के बिहे गरेपछि अनि त्यो सुहाग रातको दिन आफ्नो श्रीमतीसँग के कुरा गर्ने भनेर कन्फ्युज भएछ अनि धेरै बेर सोचेछ सोच्दा 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 केही सम्झना आए जस्तो लागेछ उलाई अनि उसले श्रीमतीलाई भनेछ तिमी यहाँ छ भन्ने कुरो तिम्रो परिवारलाई थाहा छ साले त्यो शेरे त श्रीमतीलाई भगाएर ल्याएर राखेको जस्तो सम्झेछ